भाइ पनि दिने मलाई त भुसाउ त दिँदैन हान्छ रमिन्दा पनि कहाँ अलिक त्यस्तो नबुन्नुपर्ने कोनको के त मतलब झोली किन नपाइ चार स्यासे पानी भइहाल्छ कि भन्नु लाग्यो अर्को काम हो जुम्लिङ कलर गर्न पठाउनु पर्यो कहिले अहिले नभए खाना लाग्यो लाउने काम गर्ने हर चिजलाई यो नेपाली भाइ त पुरै अरे पुरी लाग थाडा भइसक्यो अघि न हामी लौरी भइसक्यो बस्ने होला कति जुम्मै लाउने हो ठिक हुने ठिक पनि आउने खासै चाइनिजले अब यो नेपाली भाषा नबुझे पनि भाँडो कहिले लाउँ क्या बिलाउने ताता हालिकन खाना गरेपछि सर एक दुई मिनट चाहिँ फिक्सै हुन्छ अठाखिली भनिसक्यो होइन जिरो पनि आइसक्यो यो पिसा फेर्न पाउँदैन जाऊ जाऊ बाबु जाऊ तिमी तेह्र पैसा धुनाउने दुई दिन मात्र लगाइकन जाने सिकाएर तिमीहरूले आज केटाहरू प्यारीसम्म गई प्यारीसम्म कतिमा कहिल्यै बिर्सिन नै आइसक्यो हजारै भोलि तुरन्त ल्याइकन आउनु न दाइ मार्न खस्यो म एक नै भेटिन्छु आएपछि एक्लै त कहाँ मर्छ त तपाईँले निकाल्नु त बहुत लग हो यार अल्ले तानमा खिदेन हाम्रो गोठा बहिनी तपाईँ बाकस त्यहाँ कता बस्यौँ घुम्थ्यौँ
दुई तिनजना त मान्छेले अझै उची त्यहाँ छ साथीहरूमा दुई तिनजना मन्ने पिटेको थियो हात भएर नाम मैले खाना खाऊ भनिदेऊ ल दुध हाल्नु है बगाल ल्याउने त्यो पनि गाह्रो नभयो भने गाह्रो भएको त्यो पनि गएको वाइबाट मैडममा त्यहाँ ढिलो लोटे लोटेर मरेको ढाँगाडी पुगेको हामी त गरी भेटौँ भन्ने सोच्थ्यो ठिकै छ त भन्ने भयो क्या सकभर त्यो ऊहरू नि भन्ने सोचेको थियो नि त्यो ढाँगा आएको थियो क्या पनि अझ हाले आउनु छ बम्बरी लाग्यो कति र खाउ भन्थ्यो यस्ता मान्छे पाएपछि त म भइदिए कति खाँदा हुन्थ्यो कि त्यस्तो त्यही भइकन तिनीहरूको कोही ढाँसिन भन्ने भयो त लास्ट परिबाट लाटो ल्याएको थियो मासु खानुपर्ने आलु बन्दा झुन्द्रकै यस्तै भिडियो पाल्नु थियो बिदो भएको थियो सिद्धि हुने तिमी साउनीले भन्यो कि पिटिएर त्यही झालले त्यही नहान्नुपर्छ पनि एजेन्ट गरिरहेको थियो भन्नु जुम्केला डुम्बुन गाई त हाम्रो विषाद थियो भएका गाई त्यहाँ त थियो फाल लिने लोटोबाट टोका पस्काउने दुनियाँ गएर फाल्दैन हामी जैन हातबाट क्रस गरिने उ तल ओह्रालो लागिसकेपछि त्यो लखेन हातबाट पुग्यो भने त्यो पुग्ने बेला तिनीहरूले अघि भेटाएन हामीहरू त्यो दौडुर थियो क्या नत्र त्यो अघि जान्छ सिग्नल आएको दुःखै माने हाल अवश्य म कस गरेँ घरबाट माथि होस् मन लाग्नबाट फेरि यहाँ माट्ने बिटा हान्ने कहाँ हाल्नु है जो तिनीहरू त्यहीँ गएका थिए तिनीहरू पनि थिएन त्यहीँ सँगै नाच थिए मजाले तिनीहरू अद्भुत जस्तै तिनीहरू हातबाट क्रस गरेर यहाँ कोही लखेर ल्याइकन ल्याएन
उठ्यो धेरै के गरे दो त क्या बुझ्यो त मान्छे दो त जान्छ भन्दा अहिले बन्ने हुँदैन अहिले दिएछ एक बिटो भयो अनि एउटा के दुधै खायो भने दुध त चाहियो पनि नतानकै हुने हो क्या गोल घेर अघि तिमीहरू कागमा रहेको नाच्यो त्यस्तै नाच्यो खतरा साथ गर्छु हामीले तिनीहरू त रहन्छ मैले अर्कै कुरा पैसा अनि त्यहाँ गयो 500 खायो हामी त्यहाँ सासु पनि राख्थ्यो नि छुरी दिन कति आलो है अहिले उम्तिन्छ थन्किन्छ भिसा जान्छ अल्लाह नि अल्लाह भिसारी गइन्छ उम्तिन मात्रै काम गर्छ पारी म गएको थियो हिमा पारिया गएर गयो त्यही पल्ल गएर हिमा परिया त्यही छ त्यही गाजडुङ्गा पोरिपट्टि सिम हुन्छ हिन्दी र इङ्ग्लिस नबुझ्ने कुन देश अरूले बुझे पनि त्यति असर परेन नि त बढियाले यस्तो यस्तो माथि कुम्ला गर्नु पर्यो हो त कुम्ला गर्नु मलाई हिँडबाट लाग्यो त ज्ञान यार भिसा डाउन गर्ने बेला भएन अब यहाँको सिजन पिटिसेर बाँकी मात्र लड्न लागेको छैन हानी हानी डिङ्गले मिना बलिया डिङ्गले भरेको तिमीहरू त पोरि गइकन पोरि गएन अनि हामी त्यहाँ त्यहाँ तलबाट आउँथ्यो तर रातामाटाबाट आउँथ्यो त्यहाँ अनि मजाले डान्स नाच्ने रहेछन् तिम्रो त सास भाइ ल हिँडेर तिनीहरू अझ भित्र यहाँ हाम्रो गाउँतिर हाम्रो जिउतिर हामीले उनको गाउँ त्यो झिको मालाउनु थाल्दिनु त अहिले गाई बाग्रो भिसा कसैले पनि हाल्यो नि अब घोरी माछा पनि घोरी हाल्छ यहीँ ल्याउ कि त जै थोर अहिले कुरा भोटी आउनु नि छैन आलो बस यस्तो हुन्छ नि नाच्ने रहेछ काला काला ठ्याक्कै कोन फेरि केटा र होइन नि मैले अझ त सक्बर हुनु बिसो गरियो हुनु पऱ्यो भने ठाडा पऱ्यो अघि हाल्नु काला काला थियो ठुल्ठुला थियो लगभग एक त हाम्रो दाइ जत्रो हाम्रो दाइहरू जत्रो बस्ती त मैले ठुलो भयो त कहिले जाँदैन त्यो गाई खाने त्यो यो त छारो बिसारो होला कता चाहियो यो खरालो बढ्दो खतरा
지가 안 나온다고. आमल त छन् भन्थे पिसो नाइ भन्थे अब एकछिन आउँछ एकदिन भाँडको डोके भएको अनि पाउँदैन यहाँ त चिया खानु भन्ने माग्नु किन डोक्ने गएन लातेले हिँड्दै हान्दिने भन्दैन हो हो डोकेन हान्ने र यहाँ बुझ्ने रहेछ मैनाल त्यत्रो मान्छेले हाने मैले बिना गाडा रात बाँबे सरेर मात्र सर्व बग्दा त्यो पर्का छ एक जग्गा छ एक दुई पन्ध्र बुझिदिएको छु म अलिअलि दुईजना उनी बारे त्यो लास्ट आफत परिदिया मात्रै कहिले पानी आना अनि भुजा खेल्ने भने मोटामोटा खाएर यो भारी लिनु घरमा सोनी छ मान्छेले काटिहाल्छ त्यो पनि गतिलो कमाउ त हामी अर्को माल नै मल नै कपाल काट्नु पर्यो अनि बाबाले बत्तर हुनु पर्यो बिहान 9 गते दिन त अनि 9 गते भयो अनि बत्ताइरहनुपर्छ त्यही दिन बत्तर हुने कपाल काट्ने भएको 8 गते दिन फेरि गएर कपाल काट्यो धेरै क्लियर छ यार घरबाट आए कि कोही छैन काट्ने धुलो हाल्दै यतै गर्नु चियाफा उन्दै अनि गर्नु लाग्यो राम दुध बढिदिएले चौरा खाली कहाँ खाना पायो भने देशी मन्ड किनि